ओम नाथ ब्रह्मणे नमः। सम्पूर्णमा नमस्कार। आज चाहिँ भारतका दुई महान सङ्गीतज्ञ पण्डित विष्णुनारायण भातखण्डे र पण्डित विष्णु दिगम्बर पलुस्करले दिनुभएको जुन स्वरलिपि जुन पद्धति छ त्यसको बारेमा हामी छलफल गर्न गइरहेको छौँ र उनीहरूलाई चाहिँ हामी आज कम्पेरिजन गर्न गइरहेको छौँ, कम्पेयर गर्न गइरहेको छौँ, तुलना गर्न गइरहेको छौँ दुइटाको। अब यो तुलना गर्दाखेरि एउटा कुरो चाहिँ तपाईँले के सम्झिनु भन्दाखेरि जति पनि हामीले अहिले पढ्दै गर्दा प्र्याक्टिस गर्दै गर्दा चाहिँ साधना गर्दै गर्दा चाहिँ हामीले प्रायः फलो गर्ने चाहिँ भातखण्डेजीको स्वरलिपि हो। अब एकदम ढिलो नगरिकन म सरसरी सुरु गरिहालेँ है त। भातखण्डेजीको स्वरलिपिमा शुद्ध स्वरलाई कसरी चिनिँदै देखिन्छ हामीले साधारण यसरी नै सारे गमा यसरी नै लेखिन्छ। विष्णु दिगम्बर पलुस्करकोमा पनि सारे गमा लेखिन्छ, दुवै पण्डितजीकोमा एउटै छ है त। अब कोमल स्वरलाई जस्तै रे ग ध नि यस्तो छ भने तलपट्टिबाट ठ्याक्क लाइन दिएर यसरी हामीले भातखण्डे स्वरलिपिमा गर्छौँ, हामीले फलो गरेर यही नै हो है। तर विष्णु दिगम्बर पलुस्करजीको चाहिँ स्वरलिपिमा थोरै फरक छ है। यसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै रे दियो भने ठ्याक्क यसरी हामीले हलन्त दिए यसरी टक्क यसरी हलन्त दिने, ग यसरी गमा हलन्त दिने, धमा हलन्त दिने, माथिको केही नै होइन सरी ग ध नि यसरी हलन्त दिने है। अब तीव्र मलाई मध्यमलाई हामीले के गर्छौँ भातखण्डे स्वरलिपिमा हामीले साधारणतया यसरी माथि चाहिँ टक्क यसरी दिएर हुन्छौँ है। तर हाम्रो विष्णु दिगम्बर पलुस्करजीको स्वरलिपिमा चाहिँ यसरी कोमल स्वरलाई दिए यसरी नै यसरी हलन्त दिने अथवा अगाडिपट्टि यसरी दिए नि हुन्छ है। यसरी नै हलन्त ठ्याक्क दिए यसरी लाइन तानिदिने यसरी। अब मन्द र सप्तकको स्वरहरूलाई चाहिँ हामीले के गरिरहनु साधारणतया सा रे गमा यसरी लेख्दा है। मन्द्रको छ भने तलपट्टि डट डट दिएर हुन्छौँ नि नर्मल्ली, भातखण्डे स्वरलिपि फलो गरिरहेको छौँ हामीले। तर विष्णु दिगम्बर पलुस्करजीकोमा चाहिँ फरक छ। सारेगामा छ भने हामीले माथिपट्टि डट दिन्छौँ है। उल्टो छ, तार सप्तकमा जसरी हामीले दिन्थ्यौँ भातखण्डे स्वरलिपिमा, विष्णु दिगम्बर पलुस्करमा चाहिँ माथिपट्टि दिन्छौँ। तार सप्तकमा हामीले के गर्छौँ माथितिर हुन्छौँ नि भातखण्डे स्वरलिपिमा है। तर विष्णु दिगम्बर पलुस्करजीको स्वरलिपिमा चाहिँ हामीले के गर्छौँ माथिपट्टि लडा लाइन तानिदिन्छौँ यसरी रे ग यसरी लाइन तानिदिन्छौँ। अब त्यसरी तीव्र मलाई हामीले लाइन तानेको थियो त्यसै गरी यसरी लाइन तानिदिने माथि टकटक लाएर विष्णु दिगम्बरजीको पलुस्करजीको स्वरलिपिमा। यो चाहिँ खासै प्रयोगमा त्यति छैन, हामीले प्रयोग गर्दैनौँ। इक्जाममा कम्पेयर गर्न सोध्यो भने गर्ने तरिका अब मध्य सप्तकको र शैलो छ, सारेगामा साधारणै तयार लेख्ने हो होइन। केही पनि कतै पनि केही पनि डट सट केही पनि हुँदैन, यसरी नै लेख्ने कुरा नै भइहाल्यो, केही छैन। अब समलाई हामीले कसरी देखाउँछौँ भातखण्डेजीको स्वरलिपिमा नर्मली के गरिरहन्छ समको चिन्हलाई यसरी क्रसतिर हुन्छौँ है। तर विष्णु दिगम्बर पलुस्करजीको स्वरलिपिमा चाहिँ एक यसरी अङ्कै लेख्छौँ है। तालीलाई त हामी यसरी 2 3 4 सयको दिएर हुन्छौँ, यता पनि यसरी नम्बर दिएर हुन्छौँ है। अब खालीलाई हामी यहाँ के गर्छौँ 0 गरेर हुन्छौँ। तर हामीले विष्णु दिगम्बरजीको पलुस्करजीको स्वरलिपिमा चाहिँ खालीलाई प्लस यसरी लिएर हुन्छौँ। यति कुरो बुझ्नु कि जहिले हामीले प्रयोग गर्ने चाहिँ भातखण्डे स्वरलिपि है। हामीले जो यो प्रयोग गरिरहेको हुन्छौँ नि त प्रायः हामीले कमनली प्रयोग गर्ने भातखण्डे स्वरलिपि। अलिकति फरक चाहिँ विष्णु दिगम्बर पलुस्करजीको। अब मिन्ड भनेको हामीले अस्ति सबै कुरा गरिसकेका छौँ होइन। मिन्ड भने जस्तै पबाट ग आउनुपर्ने छ भने यसरी मिन्डलाई हामीले यसरी गर्छौँ। दुइटै स्वरलिपिमा गर्ने तरिका एउटै हो। कर्ण स्वरलाई देख्नु पऱ्यो भने कसरी गर्ने ठ्याक्कै एउटा माथिबाट टक्क लगाएर लिनु, जस्तै माइरे गरेछ भने माथि टक्क लगाएर अलिक अगाडि लेखिदिने, यता पनि त्यस्तै नै हो है। लेख्ने तरिका पनि धेरै फरक छैन, मिनमा पनि फरक छैन, कर्ण स्वरमा पनि फरक छैन। खड्काकोमा पनि खासै फरक छैन। यहाँ अगाडि फाडीको स्वर सरेर गाउने हो। जस्तै हामीले पको अगाडि फाडी लिइरहेको छौँ भने यसरी पको अगाडि यसरी गरिदिन्छौँ, यता पनि सेम तरिका खासै फरक छैन है। दुइटैको लगभग तरिका एउटै हो है। मिन्डको कर्णको खड्काहरूको यसमा सबै लगभग लेख्ने तरिका चाहिँ एउटै हो। अब शब्दहरूको उच्चारण बढाउँदै जानु पऱ्यो भने चाहिँ हामी के गर्छौँ यसरी शब्द कुनै लिएको छ, फर इक्जाम्पल अब मेरो नाम जस्तै मेरो भनेको छ। अब रोलाई बढाउनु पऱ्यो भने के गर्छौँ हामीले भातखण्डेजीको स्वरलिपिमा यसरी अग्र थप्दै जान्छौँ। तर विष्णु दिगम्बर पलुस्करजीको स्वरलिपिमा चाहिँ शब्दको उच्चारण बनाउनु पऱ्यो भने चाहिँ जस्तै मेरो भनेको छु मैले, रोलाई बढाउनु पऱ्यो भने के गर्छौँ यसरी गोलो गोलो दिँदै जान्छौँ है। स्वरलाई जस्तै सारेगम पदनिसा स्वरलाई बढाउनु पऱ्यो भने चाहिँ हामीले के गर्छौँ भातखण्डेजीको स्वरलिपिमा चाहिँ ड्यास ड्यास दिन्छौँ। जस्तै सालाई बढाउनु पऱ्यो भने सा डट डट गरेर रे यसरी दिएर हुन्छौँ है। तर विष्णु दिगम्बर पलुस्करजीको स्वरलिपिमा स्वर बढाउनु पऱ्यो भने यसमा चाहिँ यसरी अवग्रह दिने है। यस्तो छ, थोरै फरक छ तरिकामा है।
अब मात्राहरू कसरी लेख्ने भन्ने कुरामा पनि थोरै फरक छ होइन, कसरी मात्राहरू गर्ने भन्ने कुरा पनि फरक छ, अलिकति देखिन्छ जस्तो छ है। स्वर बढाउनलाई मैले भनिहालेँ अघि, खटक सबै कुरा सेमै हो। स्वर बढाउनलाई यतापट्टि चाहिँ अवग्रह राख्यौँ, यतापट्टि 0 0, यतापट्टि ड्यास ड्यास दियौँ, यतापट्टि अवग्रह सिम्बल छ। या मात्रा लेख्नलाई भनेको जस्तै एउटा कुनै पनि स्वर लिन्छ, जस्तै मैले प लेखेँ भने एक मात्रा भयो भातखण्डे स्वर लेख्नु। जस्तै अब मैले प म लेखेँ तर दुईवटालाई अवग्रह जस्तो राखेँ, यो नि एक मात्रै भयो है। जस्तै अब मैले प ध लेखेर सँगै एउटा लाइनमा जोडिदिएँ, यो नि एक मात्रै भयो है। तर मैले जस्तै प लेखेँ तर पहाडी अवग्रह थपिदिएँ, अथवा मैले शब्द पनि हुनसक्छ नि त। जस्तै प भन्ने शब्द छ, शब्दको मैले थपिदिएँ, पहाडी थपिदिएँ भने यो के भयो, दुईवटा भयो कि, एउटा दुईवटा मात्र भयो। जस्तै प लेखेको छ, यसको पहाडी मैले स्वर पहाडी ड्यास लेखिदिएँ भने दुईवटा मात्र भयो, एक मात्रा दुई मात्रा, एक मात्रा दुई मात्रा, बुझ्नुभयो नि है। अर्धचन्द्रकार आयो भने एउटै मात्रा भयो होइन। जस्तै अब मिन्टहरू यस्तो लियो भने पनि एउटै मात्रा हुने भइहाल्यो, तर सँगै जोडेको छ भने एउटै मात्रा हुनुभयो। तर हामीले दुईवटालाई चाहिँ जस्तै ड्यास दियौँ अवग्रह जस्तो दियौँ भने फरक मात्रा हुनुभयो। अब विष्णु दिगम्बर पुरस्कारजीकोमा पनि के हुन्छ भन्दाखेरि एउटा मात्र जोड्नु पऱ्यो। जस्तै प भनेको छ भने एउटा मात्र यसरी प दिनु पऱ्यो भने तलबाट टक्क यसरी लाइन दिया हुन्छ, यो भने के भयो, एक मात्रा भयो है। दुई मात्रा दिनु पऱ्यो भने के गर्नुहुन्छ, जस्तै प लेखा छ दुई मात्रा हुनु पऱ्यो भने तल यसरी एस जस्तो उल्टो एस जस्तो राख्यो भने दुई मात्रा भयो है। तलपट्टि जस्तै प लेखा छ, तलपट्टि 0 राखेको छ, 0 राख्यो भने आधी मात्रा है। जस्तै अब ए प नै छ तर तलपट्टि यस्तै अर्धचन्द्रकार यसरी राखिदियो भने 1/4, बुझ्नुभयो नि है। जस्तै अब कुनै प नै राखेको छ त्यसमा चाहिँ जस्तै 1/3 लिनु पऱ्यो अरे, अथवा 2/3 लिनु पऱ्यो भने नि, जस्तै यहाँ 2/3 यसरी लेखिदियो भने यो चाहिँ 2/3 मात्रा तल लेख्ने नै भयो, जति लेख्यो त्यति नै मात्रा भयो। त ठिक छ है, यो त बुझिहाल्नु। जस्तै अब 1.5 गर्नु पऱ्यो भने के गर्ने, 1.5 गर्नु पऱ्यो भने 1 भने के हो यस्तो हो, 0.5 भने के हो यहाँ छ नि गोलो, ठ्याक्क छाप्दिएँ मैले यसरी। 1.5 भनेको 1.5 8, 1.5 भनेको 3/2 पनि हो, 1 + 1/2 पनि हो, बुझ्नुभयो नि है। यसरी नै गऱ्यो भने फरक चाहिँ यही नै हो, त्यस्तो धेरै गाह्रो छैन, सेम एकदम सजिलो कुरा हो। कुनै कुरामा कन्फ्युजन छ भने भन्नु होला है। जस्तै टक्कल एउटा लाइन दियो भने एक मात्रा, तल यसरी यस्तो जस्तो राखिदियो भने दुई मात्रा, तल गोलो राखिदियो भने आधी मात्रा, अर्धचन्द्रकार राख्यो भने 1/4 मात्रा, नम्बर लेख्यो भने जति नम्बर त्यति नै मात्रा भइहाल्यो। जस्तै 1 + आधी गर्नु छ भने 1.5 मात्रा भयो नि त, 1 गर्नलाई यो भयो, गोलो थपिदिएँ आधी भयो, सजिलो छ है, खासै गाह्रो केही छैन। हामीले प्रयोग गर्ने भातखण्डे स्वरलिपि त्यो सम्झ्यो भने हामीले सबै प्रयोग गर्न सकिहाल्छौँ। ल बुझ्नुभयो होला है, हस् धन्यवाद।